सम्पूर्ण साथीहरूलाई स्वागत छ हाम्रो यस भिडियो टिच एकाडेमीमा। साथीहरू अहिले चाहिँ ठ्याक्कै 6:30 भइरहेको छ। अहिले चाहिँ हामी आफ्नो इन्स्टिच्युटको ठ्याक्कै पूजा रुमबाट भिडियो चाहिँ बनाइराखेका छौँ। सो अहिले चाहिँ हामी हाम्रो यो वसन्त पञ्चमीको दिन सरस्वती पूजाको दिन हामीले चाहिँ मूर्ति नल्याएर मात्रै फोटोबाट पूजा गरेको छौँ, जुन कि तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यसरी हामी सिम्पल तरिकाले गरेको छौँ, धेरै इन्भेस्टमेन्ट नगरेर, धेरै खर्च नगरेर, इन्भेस्टमेन्ट के भनौँ, धेरै एक्सपेन्सेस नबढाएर गरेको। सो आज म चाहिँ तपाईँहरूलाई केही कुरा बताउन गइरहेको छु आफ्नो इन्स्टिच्युटहरूको बारेमा, आफ्नो इन्स्टिच्युटको यो सेवा सुविधाहरूको बारेमा र साथै यसको फीको बारेमा पनि म तपाईँहरूलाई चाहिँ डिस्कस गर्नेछु र बताउनेछु। ल पहिलो कुरा म के भन्न चाहन्छु कि हाम्रो इन्स्टिच्युटमा चाहिँ अहिले चाहिँ 2 क्लासदेखि लिएर 8 क्लाससम्म चाहिँ पढाइ भइरहेको छ। सो यसमा चाहिँ तपाईँ आफ्नो छोराछोरीलाई चाहिँ पठाउन सक्नुहुन्छ। फिस जम्मा 500 मात्र रहेको छ, त्योभन्दा बढी छैन है, जम्मा 500। विगतमा यो पहिलो कोचिङ इन्स्टिच्युट हो जसले चाहिँ 500मा एजुकेसन दिइरहेको छ। सो तपाईँहरू चाहिँ मौकाको फाइदा उठाउन सक्नुहुन्छ आजको दिनमा चाहिँ। र अर्को कुरा, 4 दिनदेखि लिएर 5 दिनसम्म चाहिँ फ्री डेमो क्लास पाउन सक्नुहुन्छ। सो तपाईँहरू चाहिँ आफ्नो छोराछोरीलाई इन्ट्रेस्ट सोध्न सक्नुहुन्छ, तिनीहरूको इन्ट्रेस्ट कस्तो छ। यदि राम्रो लागिरहेछ भने पठाउन सक्नुहुन्छ, राम्रो लागिरहेको छैन भने नो प्रब्लम, अर्को ट्राई गर्न सक्नुहुन्छ। तर हामी चाहिँ फ्रीमा राखेका छौँ, 4-5 दिन जति डेमो क्लास चाहिँ फ्रीमा छ। सो तपाईँहरू चाहिँ भिजिट गर्न सक्नुहुन्छ। हाम्रो कोचिङको नाम रहेको छ विद्युत टिच एकाडेमी। र साथमा चाहिँ हामी चाहिँ 4वटा सब्जेक्टहरूले चाहिँ अफर गरेर पढाइरहेको छ। मैले चाहिँ साथमा चाहिँ होमवर्क सोल्भिङ त यो कमन नै भइहाल्यो, यसमा केही भन्नु पर्दैन। अरू सब्जेक्टको पनि हामीले चाहिँ हेर्न सकिरहेछौँ। सो पहिलो चाहिँ रहेको छ इङ्ग्लिस, म्याथ, साइन्स र प्लसमा चाहिँ कम्प्युटर है। अनि अर्को चाहिँ एक्स्ट्रामा 2वटा सब्जेक्ट रहेको छ, जुन कि एउटा ग्रामर रहेको छ अनि अर्को चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज रहेको छ है साथीहरू। सो तपाईँहरू चाहिँ यो कुरामा चाहिँ ध्यान दिनु होला र पठाउन सक्नुहुन्छ। 5 दिनको डेमो क्लास हुन्छ, यसरी चाहिँ तपाईँहरूले पठाउन सक्नुहुन्छ। हाम्रो चाहिँ यता लोकेसन रहेको छ यता गणेशमान चौकभन्दा ठ्याक्कै 20 मिटर, 15देखि 20 मिटर टाढा छ। यो जेल जाने बाटोमा, जेल रोड भन्न सक्नुहुन्छ। त्यसको अब गेटको अगाडि ठ्याक्कै ऊ लागेको छ, ब्यानर लागेको छ हाम्रो। सो तपाईँहरू चाहिँ भिजिट गर्न सक्नुहुन्छ विद्युत टिच एकाडेमीमा र मौकाको फाइदा उठाउन सक्नुहुन्छ। सो हरि अफ, किप योर अपर्च्युनिटी। यति भन्दै म आजको यो भिडियो चाहिँ समाप्त गर्न चाहन्छु। सो ह्याप्पी सरस्वती पूजा टु एभ्रीवान, किप वाचिङ। च्यानलले चाहिँ सब्सक्राइब गरिदिनु होला। प्लसमा हाम्रो टिकटकमा चाहिँ फलो गर्न सक्नुहुन्छ, इन्स्टामा फलो गर्न सक्नुहुन्छ, साथमा चाहिँ फेसबुक पेज र फेसबुकमा पनि जोइन हुन सक्नुहुन्छ। हस्, धन्यवाद।